नमस्कार। हामी आज फेरि नयाँ पाहुनाको साथमा माण्डव्य टाइम्सको स्थानीय सवाल कार्यक्रममा तपाईँहरूमाझ उपस्थित भएका छौँ। हामी आज हाम्रो स्टुडियोमा हुनुहुन्छ यो टिकापुर नगरीका चिरपरिचित व्यक्तित्व जो समाजसेवामा पनि एकदम अग्रसर हुनुहुन्छ र विभिन्न सङ्घ संस्थाको नेतृत्व गरिसक्नुभएका जगदीश्वर पण्डितजी, उहाँलाई हामी हाम्रो स्टुडियोमा स्वागत गर्न चाहन्छौँ। नमस्कार। नमस्कार, धन्यवाद। आरामै हुनुहुन्छ? आराम, एकदम आराम। एकदम। कसरी दिनचर्या चलिरहेछ? ठिकै छ। अब बिहान उठ्ने, सामान्य एक्सर्साइजहरू गर्ने, अनि त्यसपछि गएर समाजतिर फर्केर चाहिँ केही गर्न सकिन्छ कि र समाजलाई मैले केही योगदान पुर्याउनु पर्छ कि भन्ने, अनि त्यही सोचाइबाट के काम गर्दाखेरि टिकापुरको एउटा इँटा थप्न सकिन्छ भन्ने सोचाइतिर नै तल्लीन हुने गर्ने। अझै यो उमेरमा पनि समाजसेवालाई नै केन्द्रित बनाउनु भएको छ। यो समाजसेवा भनेको नमर्दासम्म गरिने नित्य कर्मभित्र नै बच्छ। त्यसैले जहिले पनि आफूले समाजप्रति फर्केर केही गर्न पाऊँ र केही गरेर समाजको लाई केही प्रतिफल दिन सकियोस्, जसले गर्दाखेरि पछि गएर समाजले पनि आफूलाई हेर्ने मौका पाउँछ र त्यो मौका चाहिँ गुमाउनु हुँदैन भनेको हुनाले यसलाई उमेरको हदले चाहिँ छेक्दैन जस्तो लाग्छ। अनि यहाँ चाहिँ त एकदम, किनभने यहाँको करिब करिब सिनियर रूपमा रहेको एउटा वामपन्थी नेता पनि हुनुहुन्छ, अनि राजनीतिलाई के विराम दिनुभएको? म वामपन्थी नेतामा भन्दाखेरि एकदम राम्रो प्रश्न गर्नुभयो। जुन अवस्थामा मैले यो वामपन्थी आन्दोलन बनेको के हो भन्ने थाहा नहुँदै पनि 36 सालदेखिको त्यो उमेरदेखि नै वामपन्थी आन्दोलनमा म होमिएँ। जुन निष्ठा, जुन आकाङ्क्षा यो परिपूर्ति गर्न सक्छौँ भनेर हामी लाग्यो। आफ्नो जीवनको प्रवाह पनि गरिएन र आफ्नो निजी स्वार्थलाई त्यागेर सामाजिक स्वार्थ लाग्यो र राजनीतिको माध्यमबाट नै सबै कुराहरू बदल्न सकिन्छ भन्ने एउटा ऊर्जाका साथ लागिएको। तर हेर्दै जाँदाखेरि त्यो ऊर्जाहरू हामीले सोचेको, परिकल्पना गरेको बाटोबाट राजनीति गएको देखिएन। त्यसकारणले यो राजनीतिलाई चाहिँ विचार भन्ने कुरो वामपन्थी विचारलाई त छँदैछ, त्यो इम्प्लिमेन्ट गर्ने बाटोमा आफ्नो जिम्मेवारी पनि त्यति देखा नपरेको हुनाले अब एसीमा मात्रै रन थन्नेर मात्रै हुँदैन, सामाजिक क्रियाकलापबाट अगाडि बढ्नुपर्छ भन्ने हिसाबबाट नै म सामाजिक संस्थाहरूमा आबद्ध भएर अगाडि बढेको छु। भनेपछि राजनीतिलाई, दलीय राजनीतिलाई विराम दिनुभएको? मैले अहिले दलीय राजनीतिमा म नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध र त्यही यो जिम्मेवारीलाई सफल गरेर थाती राखेर चाहिँ अहिले भर्खरै पनि पुनर्संरचनाहरू भइरहेको छ र साथीहरूले काम गर्छ भनेर नै होला प्रदेश समितिसम्म पनि राख्नुभएको थियो। तर मैले त्यो जिम्मेवारीलाई पनि लिन नसक्ने हिसाबले मैले अहिले कुनै पार्टीको बनाले म लागेको नेपाली कम्युनिस्ट पार्टीको सदस्यता पनि नवीकरण गरेको चाहिँ छैन। मैले अब विराम लिनुहुन्छ? अब बाटो मैले विराम गर्ने हो। अब सच्चिने बाटो देखिरहेको छैन। अझै पनि विभिन्न 21-22वटा दलहरू मिलेर बनेको छ। त्यो बाटो उन्मुक्ति पाउला जस्तो मैले देखिनँ पार्टीबाट पनि। भनेपछि खालि रन्थनिको लागि लागिराख्नुपर्छ, त्यसलाई नवीकरण गरेर जोडिनुपर्छ जस्तो मलाई लागेको छैन। अनि हजुरले भन्नुभयो अबको दल चाहिँ जो छ, दलहरूको भविष्य देखिएन भन्नुभयो, अनि भविष्य कता देख्नु? नै सबै मियो चाहिँ राजनीतिक दलबाट यो संसारको हरेक कुराहरू गर्ने, परिवर्तनका कुराहरू दलहरूको माध्यमबाट नै हुन्छ। त्यो दल बिना त अरू सामाजिक भविष्य त देखिन्न। तर म जुन आबद्ध नेपाली कम्युनिस्ट पार्टीमा लागेको मान्छेले, मैले हामीले विभिन्न दलहरूको उसमा सम्बन्ध भयो र विभिन्न त्यहाँ खिचातानी मात्रै खालि टिके पद्धतिबाट नेतृत्व लिएर अगाडि बढ्ने, अनि त्यसमा पनि अझ आपसमा खुट्टा तानातान गरेर त्यो यसरी लागेर समय बर्बाद गरेर चाहिँ जनतालाई चाहिँ उन्मुक्तिको बाटो देखाउन सकिँदैन। त्यसैले यसबाट चाहिँ तटस्थ हुन्छ भनेर लागेका हौँ र नयाँ दलहरू पनि आउलान्, पुराना दलहरू पनि सच्यालान्, त्यो आफ्नो बाटो। तर मैले दलभित्र बसेबाट दलको माध्यमबाट परिवर्तन गर्न सक्ने अवसर चाहिँ ममा आउँदैन जस्तो लाग्छ। मैले नवीकरण नगरेको। भनेपछि नेकपाको आन्तरिक दलदलका कारण तपाईँले चाहिँ त्यहाँबाट विराम लिनुभएको? नेकपा होइन कि नेपाली वामपन्थी आन्दोलन नै त्यस्तै छ। सबै पार्टीको हेर्दै गऱ्यो भने पनि यस्तै छ होइन, कतै पनि देखिँदैन यो
सुमधुर अनि हामीले यो भन्न मिल्छ नेपालमा चाहिँ वामपन्थी आन्दोलन त सुरु भयो जुन उद्देश्यका लागि हो त्योभन्दा ट्र्याकभन्दा बाहिर हो भने अब यसको काम छैन भन्नु मिल्छ। नेपाली वामपन्थी आन्दोलन 60% भन्दा पनि बढी जनताले विश्वास गरेको वामपन्थी आन्दोलन हो, जसलाई हामीले त्यसको पुरस्कृत रूप दिन सकेनौँ भने त हामी फेल भयो नि। झन्डै 2/3 बहुमत दिएर पार्टी पनि त बनाउन अवसर जनताले दिएका हुन्। खै त हामी एकताबद्ध भएर जनमुक्तिका कुराहरू गर्ने, जनताको उत्थानका कुराहरू गर्ने र जनतालाई चाहिँ एउटा विश्वास दिलाउन सक्ने कार्यहरू त गर्न सकेनौँ। यसका माध्यमबाट नै हामीले के बुझ्नु पर्यो भने यी दलहरू व्यक्तिवादी चिन्तनबाट अगाडि बढे, सामूहिक चिन्तनलाई यिनीहरूले परित्याग गरे, व्यक्तिको अस्तित्व आफ्नो अस्तित्वको लागि गुटहरूको सिर्जना गर्न थाले, जसले गर्दाखेरि सामूहिक न्याय प्रणालीको पद्धतिमा यिनीहरू गएनन् र यसबाट उन्मुक्ति हुँदैन जस्तो मलाई लागेको हुनाले यो फोहोरी खेलमा आफू बस्नु हुँदैन, जोगिनुपर्छ भनेर चाहिँ निर्णय। अनि मैले यसैमा एउटा कुरा हजुरलाई सोधेँ, त्यसरी तपाईँ त नेकपाको एमालेको पनि नेता हुनुहुन्थ्यो नि, किन छोड्नु भयो एमाले? नेकपा एमालेको नेता त म थिएँ। त्यो एमालेको नेता हुँदाखेरि अब त्यो पनि हाम्रो आन्तरिक गुटको कुरो हो। त्यहाँ पनि होइन, त्यहाँ कस्तो थियो भनेपछि त्यो डिस्कस हुनु ठुलो कुरो होइन, तर त्यहाँ चाहिँ मलाई चाहिँ नेतृत्वले नै के गरिदियो भने प्रहार गर्यो। म नेतृत्व भनेको भीमरावलाई नै भन्न चाहन्छु। उहाँले मलाई के गर्नुभयो भनेपछि सिधै एउटा कार्यकर्ताको रूपमा नहेरेर एउटा विचारसँग आबद्ध भएको एउटा कार्यकर्ता हो र उसको अस्तित्व र मेरो अस्तित्व समान हुनुपर्छ भन्ने तरिकाले नबुझेर एउटा रैतीको रूपमा, एउटा कमैयाको रूपमा जसरी मलाई सार्वजनिक ठाउँमा उहाँले धम्काउनु भयो र धम्काएर आफू पन्छिन थाल्नुभयो र मैले भने मेरा कुरा पनि तपाईँले सुन्नुपर्छ, कुन माध्यमबाट चार्जहरू लगाउनु, यसको पुष्टि पनि गर्नुपर्छ भन्ने कुरामा डिस्कस भइसकेपछि यो तरिकाले अब पार्टी चाहिँ उहाँले पुष्टि गर्न सक्नु भएन। उहाँले त पछि माफी माग्नुभयो, लालबहादुरलाई बोलाउनु भयो र भन्नुभयो मैले विगतमा लालबहादुर भन्नाले लालबहादुर चौधरी जो तत्कालीन भन्नाले उमेरसम्म पनि भइसक्नु भएको, पूर्व उमेर पनि भइसक्नु भएको नेकपा एमालेको नेता हुनुहुन्छ। उहाँ त्यतिखेर हाम्रो यो टिकापुर नगरको इन्चार्ज पनि हुनुहुन्थ्यो। उहाँलाई र मलाई राखेर उहाँले के भन्नुभयो भनेपछि मैले पहिला लिन्थेँ, अहिले म पदमा छु, अहिले लिँदैन भन्नु, त्यो आर्थिक कुरो थियो। अब त्यो हुनाले त्यो विषयबाट नै हाम्रो टकराव भएको हुनाले मैले एमालेबाट म निष्क्रिय भएको थिएँ। पछि पार्टी विभाजन भएपछि समाजवादीमा लागेको। फेरि तपाईँले अहिले भीमरावजीको कुरा गर्नुभयो, कतै फेरि अहिले नेकपामै चाहिँ भीमरावजी पनि हुनुहुन्छ, त्यही कारणले नेकपा छोड्नु भएको त होइन? होइन, अब त्यो भीमरावजीले जसरी मलाई व्यवहार गर्नुभएको थियो त्यही व्यवहार उहाँले भोग्नु पनि भयो, अनि उहाँ पनि सचिएर आउनुभएको थियो होला। तर मैले चाहिँ त्यहाँभित्रको धेरै गन्जागोल देखेपछि यसरी आफ्नो मतलाई सुरक्षित गर्न पनि सकिँदैन भने खालि मधुर मत राखेर चाहिँ बस्न हुँदैन भनेर नै निक्लियो। भनेपछि भीमरावजीको हकमा हिजो एमालेमा हुँदा कहीँ त्यो समस्या थियो र अहिले नेकपामा नेपाल कम्युनिस्ट पार्टीमा हुँदा उहाँ सुध्रिएर व्हाइट बन्नुभयो। व्हाइट बन्नुभएको छैन, त्यो मैले व्यवहारमा त उतार्न पाएन। तर उहाँले जसरी हामी जस्ता कार्यकर्तालाई उहाँले दमन गर्नुहुन्थ्यो त्यो दमनको प्रतिफल आफूले पनि भोग्नुभयो। उहाँ बडा तडपी राख्नु भएको थियो, इन्टरभ्यूमा हरेकचोटि दिइराख्नु भएको थियो। त्यसबाट के हुन्छ भनेपछि जस्तो बिउ बिइन्छ त्यस्तै उत्पादन आउँछ भन्ने देखियो। अनि मैले एउटा फेरि यसैमा जोडेँ, दलीय हिसाबको कुरा गर्दाखेरि जस्तै के नेपालमा दलीय व्यवस्था कमजोर भएको हो त? दलीय व्यवस्था नेपालमा कमजोर भयो भनेर चाहिँ म भन्ने पक्षमा छैन। तर सबै दलहरूले के गर्नु पर्यो भनेपछि आफ्नो मेनिफेस्टोमा लेखेको कुराहरू, आफ्नो घोषणापत्रमा प्रस्तुत गरेका कुराहरूमा सत्तामा जाँदाखेरि चाहिँ कसरी त्यसलाई परिपूर्ति गर्न सकिन्छ त्यो बाटोतिर उहाँहरूको ध्यान केन्द्रित हुनुपर्छ र जो प्रतिपक्षमा बस्छ त्यसले पनि आफूले घोषणा गरेका कुराहरू कसरी सरकारी पक्षबाट इम्प्लिमेन्टमा ल्याउन सकिन्छ त्यतातिर लाग्नुपर्छ। यहाँ सामान्य नचाहिने कुराहरूमा यस्तो भयो उस्तो भनेर सामान्य घटनाका कुराहरूलाई पनि विवादको रूपमा लग्ने र देश निर्माणको कुरातिर चाहिँ दलहरू नलागेको हुनाले
सबैभन्दा पहिला दलहरूको प्रत्येक कार्यकर्ताहरूलाई प्रशिक्षित गर्न जरुरी देखेका छौँ। त्यो प्रशिक्षितको अभाव छ दलहरूमा। यो त राष्ट्रिय स्तरको कुरा, दलीय कुरा भयो। अनि यो स्थानीय स्तरमा टिकापुरभित्र, यो क्षेत्रभित्र रहेका राजनीतिक दलको अवस्था समग्र रूपमा भन्दा कस्तो छ? टिकापुर चाहिँ एउटा राजनीतिक दलको अवस्था हेर्दाखेरि यहाँ चाहिँ टिकापुरमा चाहिँ एउटा द्वन्द्व भयो, जो 72को द्वन्द्वलाई हामीले रुन्छौँ। कसैले यसलाई चाहिँ सद्भावको रूपमा पनि सँगसँगै त्यसैलाई विद्रोह जोडेर काम गरिरहेको छ, जसले गर्दाखेरि विद्रोहको झझल्को दिएर अझै पनि यो साम्य सद्भावका कुराहरूलाई खालि जोड्ने मात्र, तर दिमाग कन्सेप्टमा चाहिँ विद्रोह चाहिँ राखेको कुरो देखिन्छ। जसका नेताले बोलेको कुराहरूबाट पनि त्यो अझै पनि स्पष्ट रूपमा झल्किरहेको छ, तपाईँ हामीले सुनिरहेका छौँ। त्यसैले त्यो जातीय चङ्गुलमा चाहिँ टिकापुर फसेर चाहिँ अहिलेसम्म हामी त्योबाट उम्किन सकेका छैनौँ र दलहरूले पनि के गर्नुपर्ने हो भनेपछि यसको खण्डीकरण गर्दै सबैलाई मिलाएर चाहिँ लग्नुपर्ने र अब यहाँको वस्तुस्थितिको पनि निगरानी गरेर चाहिँ अगाडि बढ्नुपर्ने हो। यो यहाँ कति पर्सेन्ट कुन जनजातिहरू के कस्ताहरू छन् त्यसलाई पनि समेटेर त्यो आफ्नो कार्ययोजना बनाउन नसकेको कारणले गर्दाखेरि पछाडि परिरहेको छ। यसलाई व्यवस्थित रूपमा अगाडि बढ्यो भने दलीय राजनीति फेरि सुमधुर तरिकाले जान पनि सक्छ। तर त्यसको लागि चाहिँ यहाँको सामाजिक रूपमा अहिले राजनीतिक रूपमा नेतृत्व लिएका व्यक्तिहरू जो हुनुहुन्छ उहाँहरू यसमा चाहिँ क्रियाशील हुनु पर्यो। त्यो अनुसार प्रशिक्षित आफ्ना कार्यकर्तालाई पनि प्रशिक्षित गर्नु पर्यो भने जनतासँग पनि आफ्ना यी एजेन्डा, मूलभूत एजेन्डा छन्। मैले मुलुकको भन्दा पर्ने पनि यो टिकापुरको विकासको लागि हामी यसरी सोचिराखेका छौँ भनेर ती जनताहरूसँग आफ्ना एजेन्डाहरू प्रस्तुत गऱ्यो भने फेरि जनता नहुन् फेरि हुन्छ। किनभने यहाँ हामीले देखेका छौँ हिजो फरक दललाई पटक जिताइराखेका छन्। उनीहरूले जनता सबैका साझा हुन्, कसले जनताको मुद्दा उठाउन सक्छ त्यो महत्त्वपूर्ण कुरो हुन्छ। तपाईँले भने जस्तै कुरा गरिरहँदा टिकापुरको एकीकृत विकासका लागि के गर्नुपर्ने? टिकापुरको एकीकृत विकास भनेको अब हामीले टिकापुरको हब कहाँबाट सुरु भयो, टिकापुरको निर्माण कसरी भयो भन्ने कुराको चाहिँ पहिला ख्याल गर्नुपर्छ। राज्यले टिकापुरलाई हेर्ने दृष्टिकोण चाहिँ अलिकति कमजोर भएको जस्तो लागेको छ। यस्तो किसिमको प्लेटफर्म बनेको सहर बनाउनलाई अझै राज्यलाई धेरै लगानी गर्नुपर्छ। नेपालको एउटा व्यवस्थित सहरको रूपमा देखाउन लायक सहरको डेभलप गर्ने राज्यको पनि दायित्व र स्थानीय सरकारले पनि यसैमा जोड दिएर अगाडि बढ्नुपर्छ। र त्यसरी त्यो डेभलपबाट गयौँ भनेपछि अगाडि बढ्न सक्छ र यसलाई कसरी डेभलप गर्न सकिन्छ भन्ने कुरो सरल छ। यहाँ इच्छा शक्ति नेतृत्वमा नभएर मात्रै हो। त्यसैले शिक्षा र उसको स्वास्थ्यको दृष्टिकोणलाई हेर्दा गर्दै अघि मैले भने पर्यटकीय हिसाबबाट पनि हाम्रो विभिन्न पाहुनाहरूले स्वास्थ्य, शिक्षा र पर्यटकीय र रोजगार, शिक्षा स्वास्थ्य राम्रोसँग हुनु थाल्यो र पर्यटकीय सेवा बन्यो भने रोजगार सँगसँगै सिर्जना भएर आउँछ। यति कुरा भयो भने टिकापुरको मुहार फेर्न सकिन्छ। टिकापुर क्षेत्रले विकास निर्माणका सवालमा जनताले चाहेको जस्तो फड्को मारेको जस्तो लाग्छ या अझै कमी जस्तो? यो के छ भनेपछि जसरी हामी एउटा बच्चा जन्मेपछि हुर्केर त्यसको बढ्ने निरन्तरता हुन्छ, त्यही निरन्तरतामा मात्रै गएको छ। अलिकति एक्सर्साइज गरेर गरेर त्यसलाई बुस्टअप गर्ने तरिकाले भएको छैन यो विकास। यो विकासलाई बुस्टअप गर्ने किसिमको नेतृत्व हामीले पाउन सकेनौँ। पछिल्लो गतिमा बढिराखेको छ। मैले भने नि बच्चा जन्मेपछि जसो हुर्किन्छ त्यही आफ्नो प्राकृतिक रूपमा बढेको डेभलपिङ हो होइन। छलाङ मारेको डेभलप चाहिँ भएको छैन। अब छलाङ मार्ने तरिकाले अगाडि जानको लागि एकदम जरुरी छ। मैले अलिकति प्रसङ्ग अर्कैतिर लगेँ। टिकापुर नगरपालिकाको आन्तरिक विवाद छ नि एउटा, त्यसले गर्दा आम जनताले दुःख पाइरहेको अवस्था छ। अहिले पनि अब नगरपालिकाको प्रमुख उपप्रमुख विहीन अवस्थामा जुन छ, यसलाई यो मुद्दा पनि करिब सर्वोच्चमा परेछ। फेरि अहिले कति बेसी सारेको जो सुन्नमा आएको छ, यसलाई अब यो त मुद्दाको कुरा भयो। टिकापुर नगरपालिकामा अब प्रमुख र उपप्रमुख विहीन भएको अवस्थामा जुन आन्तरिक यसलाई कसरी लिनु भएको छ र यसको समाधान के हुन सक्छ? ल, यो चाहिँ बडा राम्रो प्रश्न सोध्नु भएको छ। यो टिकापुर नगरपालिका को केस यस्तो भयो, नेपालमा हाम्रा संविधानविदहरूले यस्तो पनि अवस्था आउला है भनेर नसोचेका कारणले
यो अवस्था सिर्जना भएको। उहाँहरूको पनि यो सम्भव दुर्घटना हुन्छ भन्ने परिकल्पना भएन, किनभने मेयर त छँदैछ, बाइचान्स उपेर नभए पनि मेयरले चलिहाल्ने, मेयर र उमेर दुइटै भएन भने के गर्ने भन्ने कुरो एक लाइन लेखिदिएको भए अहिले यो समस्या आउने थिएन। र अर्को कुरो, अब सम्मानित अदालतले भने यस्तो संविधानमा कोटेड भएको कुरा नभएको कुराहरूलाई जतिसक्यो छिटो फैसला गरिदिएर यसलाई ट्र्याकमा हिँडाल्नु पर्ने जुन उसको दायित्व हो, वो आफ्नो दायित्वबाट अदालत पनि मैले पन्छिएको महसुस गरेको छु। अर्को कुरो यहाँ के छ भनेपछि, अब जो हामीले मेयर चाहिँ बहुमतको पद्धतिबाट बनाइयो, बनिसकेपछि त्यो बहुमतको पद्धतिबाट भनेको नै बहुमतको पद्धतिबाट पनि निष्कासन हो कि भनेर फेरि अन्य त्यहाँभित्र भएका कार्यपालिकाका सदस्यहरूले सोचेको कारणले यो दुर्घटना भएको हो। उनीहरूले यो के हो त होइन, एकचोटि जसरी मेयर निर्वाचित भयो भने सदाका लागि हुन्छ भनेपछि त्यतिखेर पनि कार्यपालिकाले निर्वाचित गरिसकेको व्यक्ति, बहुमत प्राप्त गरिसकेको व्यक्तिलाई कसैले पनि चलाउन सक्दैन कि त महाभियोग लगाउनु पर्यो, होइन भने यथावतै हुन्छ भनेर फैसला गर्दै पनि हुने, यो सधैँलाई अन्यत्र पनि सजिलो हुन्थ्यो। होइन, बहुमतबाट बनिया हो भने जसरी प्राइम मिनिस्टरले बहुमत पुर्याउन सकेन भने खारिज हुन्छ भनेपछि यो बहुमतबाट बनेको कावा मेयर हो, बहुमतको कारणले खारिज भयो भनिदिनु पर्ने। यो सजिलो पाटोलाई लिङ्गरिङ गरेर खाले यो मैले भने नि यो पनि टिकापुरकै दुर्भाग्य हो कि अहिलेसम्म बजेट चलाउनु पाएको छैन। अब यो पहिले मार्चमा भन्छ मङ्सिर पुस भित्र पनि टेन्डर गर्न सक्दैन, होइन, जसले गर्दा यो टिकापुरको अलिक केही भएको सानो बजेट पनि खर्च गर्न नपाउने, खालि कर्मचारीले तलब सलब खाने गर्ने मात्रै काम भएर यो आर्थिक वर्ष जाँदैछ। यो हाम्रो लागि दुर्भाग्य कुरो हो। त्यसैले यो यसको समाधान चाहिँ के? यसको समाधान भनेको त्यो भित्र भएका जनप्रतिनिधिहरूले नै आपसमा मन्थन गर्ने। एउटा काबा मेयरको के पो हुन्छ र, जो भए पनि ठिक छ, होइन। अहिले स्थितिमा यो काबाको त सेवा सुविधाहरू पनि केही नहुँदो रहेछ। त्यो कानुन मैले हेरेको छैन, नियमावलीमा सेवा सुविधा छैन भने पाउँदैन, त्यसमा लोभ लालच गर्न पनि भएन, होइन। त्यसैको परिणाम हो भन्ने छ नि त। फेरि त्यही कारणले चाहिँ विवाद भएको थियो त्यो प्रमुख कार्यकारी अधिकृतसँग भन्ने छ नि। सेवा सुविधा मैले लिन पाएन भनेर विवाद भएको भन्ने त मलाई थाहा भएन। तर एउटा कुरो, त्यो थाहा नभएको कुरोलाई बोल्नु भएन। तर एउटा कुरो के हो भनेपछि नियमावलीमा जे छ त्यही अनुसार, अलि नियमावलीमा स्पष्ट उल्लेख भइदिएको भए त्यही अनुसारै ट्याकल हुन्थ्यो। अब नियमावलीमा दिनै पाइँदैन भनेपछि लिन कुरो पनि। मतलब यसको समाधान भनेको त्यहाँका रहेका जनप्रतिनिधिहरूको समन्वयमा मात्रै एउटा विकल्प हो। यो पनि मैले बुझे अनुसार त बलिराम बाहेक सबै वडाध्यक्षहरू बसेर अहिले वर्तमान काबालाई चाहिँ तपाईँले अब आर्थिक गर्न दिनुहोस् भन्दाखेरि पनि अधिकार ल तपाईँलाई भयो, तपाईँ गर्नुहोस् भन्दाखेरि पनि अहिलेसम्म आर्थिक अधिकार भएको छैन। र त्यो फेरि आफ्नो अध्यक्षतामा नबसेको उसमा चाहिँ आर्थिक अधिकार पनि दिन हुँदैन भनेर उहाँको वकिलहरूले पनि उहाँलाई भनेर रोकिएको छ भन्नेसम्म मैले सुनेको छु। के हो भनेपछि त्यहाँभित्र भएका कार्यपालिका सदस्यहरूले आन्तरिक रूपमा सहमति गरेर छिटोभन्दा छिटो र अब बजेट फाइनल भइसकेको छ, एउटा बैठकको औपचारिकता पुरा गरेर लिखित खर्च गर्ने लिखित आदेश दिएर छिटोभन्दा छिटो खर्च गरेर मुलुक भन्नाले नगरको उन्नतिमा लगाउनुपर्छ। यदि त्यो भएन भने भोलि यहाँको स्थानीय जनताहरूले चाहिँ यो सबै जनप्रतिनिधिहरूलाई नै प्रश्न चिन्ह लगाउने ठाउँ छ। ठाउँ त अहिले हामी लगाइराखेका छौँ, क्लियर छ एकदम। विगतमा आजभन्दा करिब 2 दशक अगाडि नै चाहिँ हामीले, मैले कसैको अहिले नाम लिनुभन्दा पनि चाहिँ त्यहाँ यो टिकापुर छुट्टै जिल्ला बनाउनु पर्छ भनेर अभियान चालिएको थियो, होइन, त्यहाँ चाहिँ। अनि यो चाहिँ अहिले कोही कसैले अब यसलाई चाहिँ यो सस्तो लोकप्रियता पनि हुनसक्छ, कतिपयले त्यो कुरा गरेका छन्, होइन। त्यहाँ चाहिँ यो आइरहेको थियो। अब नामै लिँदाखेरि पनि भन्नै पर्छ, किन यसमा लजाउनु, होइन।
नवराज रावल समाजसेवी नवराज रावलजीको संयोजकत्वमा चाहिँ कमिटी थियो। म पनि त्यो समितिमा थिएँ, तपाईँ पनि सायद हुनुहुन्थ्यो भन्ने तपाईँ हुनुहुन्थेन होला। लगायत हामी त्यति बेला यो करिब पारी बर्दियाको चाहिँ 11 गाविस र हामी यता कैलालीको सुखरदेखि यता भजनी लगायत घुमेका पनि थियौँ त्यहाँ चाहिँ होइन। तर विडम्बना त्यो हुन सकेन त्यति बेला। सायद अब थरुवाट र अखण्ड सुदूरपश्चिमको चपेटामा यो आयो, यसले जिल्ला अन्तर हुन पाएन त्यहाँ चाहिँ होइन। अबको अवस्थामा यो टिकापुर जिल्लाको लागि बहस चलाइँदा यसले यो अहिलेको अवस्थामा सार्थक हुन्छ या हुँदैन? धन्यवाद। यो एकदम भूगोललाई समेट्ने कुरो हो र हाम्रो संविधानले चाहिँ सायद मलाई लाग्छ 10 वर्षभित्र चाहिँ यो संरचनाहरूको परिवर्तन गर्न सकिँदैन। 20 वर्षभित्र चाहिँ यो यस्तरी संरचनाको परिवर्तन गर्न सकिँदैन भनेको छ। सायद जेनजी आन्दोलन भएको त त्यही बेलामा ड्याङडुङले मिलाएको भए चाहिँ यो परिवर्तन हुन सक्थ्यो होला। तर पनि यो मुद्दा उठाउनु चाहिँ जरुरी छ, मुद्दालाई चाहिँ जीवन्त दिनुपर्छ। र जुन टिकापुर उद्योग वाणिज्य सङ्घको हलमा बसेर यो जिल्ला बनाउने भन्ने कुरामा चाहिँ मैले चाहिँ त्यतिखेर आफ्नो फरक मत राखेको थिएँ। मैले के राखेको थिएँ भने अहिले राज्य पुनर् संरचनाको बेला छ, अहिले राज्य निर्माण गर्ने कुरो छ। राज्य निर्माण गर्दाखेरि सबै कुछले भूगोलको हिसाबले, ऐतिहासिक हिसाबले, राज्यका स्रोतका हिसाबले हामी सक्षम छौँ। यो नयाँ मुलुक बन्ने जुन एउटा फन्ड छ, हाम्रो फिल्ड छ कैलाली, बाँके, बर्दिया र कञ्चनपुरको, त्यो नयाँ मुलुक राज्य अलिकति चुरे जोडेर ल्यायौँ भनेपछि हामी साधन स्रोतले चाहिँ हामी फुलफिल हुन्छौँ। र नयाँ मुलुक राज्य बन्यो भने राजधानी कहाँ बन्छ भन्ने कुरामा टिकापुर बन्छ, त्यो पोइन्ट हाम्रो हो। त्यसैले हामी यता लागौँ। यो जिल्ला हो, यो सानो कुराहरू अब जिल्लाको संरचना बन्ने हो कि बन्ने होइन यतातिर नलागौँ भनेर मैले नै सुझाव दिएको थिएँ। र त्यतिखेर साथीहरूले त्यही पनि प्रयास गर्नुभयो। प्रयास गर्दाखेरि हामीले भूगोलको कनेक्टिभिटी हिसाबले चाहिँ के थियो भने हाम्रो कर्णालीमा पुलै थिएन, उता पल्टुन ब्रिज बनिसकेको थियो र हामीले जुन 11 गाविस तान्ने भनेको थियौँ नि, उहाँमा टिकापुर आउन बिगड थियो, उनलाई गुलरिया जान सहज थियो। अब अहिलेको बस्ती चिजले कनेक्टिभिटी हामीसँग जोडिएको छ, तीनवटा पुल बनिसके, कनेक्टिभिटी अहिले जोडेको हुनाले अब सम्भावना पनि देखिन्छ। त्यही भएर सम्भावना भएको ठाउँमा चाहिँ लाग्नु पनि पर्छ, परिश्रम गर्नुपर्छ, त्यो ठिक हो। र यो नेतृत्व कसले पायो भन्ने कुरो होइन, विचारको उठान गरेर अगाडि बढ्दाखेरि सामूहिक रूप भले म त्यो जिल्ला बनाउने कुरामा यसरी नजाउँ, राज्यकै सदरमुकाम बनाउने अभियानमा लागौँ भने तापनि जिल्ला सदरमुकाम बनेको भए म पनि खुसी हुन्थेँ, किनभने एउटा उपलब्धि त हासिल हुन्थ्यो। त्यसमा चाहिँ साथीहरूले जो प्रयास गर्नु त्यसको लागि चाहिँ धन्यवाद छ। अब पनि जागरुक भएर त्यो प्रयासमा लाग्नु पर्यो होइन। यसलाई निरन्तरता दिन आवश्यक छ। किनभने हामीले कसरी हुन्छ विकासको प्रभाव चाहिँ सबै ठाउँ फैलिदिने तरिकाले अगाडि बढ्नुपर्छ। तपाईँले जो उठाउनु भयो, कोही बहस छेड्नु भयो, यसको लागि पनि तपाईँलाई पनि धन्यवाद छ। अनि यो चाहिँ जुन के अरे विगतका दिनहरूमा आवाज उठ्यो, अनि समितिमा होस् या नहोस्, प्रत्यक्ष अप्रत्यक्ष पनि अहिले धन्यवाद दिनुभयो, यहाँलाई फेरि धन्यवाद छ। जुन आन्दोलन यो उठेको, यो पनि एउटा आन्दोलनकै रूपमा हो। अनि हामीले अहिले फेरि प्रदेशको रूपमा यो सुदूरपश्चिम ओ लुम्बिनी प्रदेशकै हिसाबमा पनि छ होइन। तर यसलाई त्यो बर्दिया, यो कैलाली अहिले, अनि यसलाई फेरि हामीले दुईटै जिल्लाको अर्थात् दुईटै प्रदेशको छ अहिले सवाल यहाँ। अनि यसलाई फेरि समन्वयको भूमिका बनाएर एउटा यसलाई अभियानको रूपमा अलिकति यसलाई चाहिँ के अरे विभिन्न ठाउँमा गएर यसको बारेमा जनताको चाहना छलफल गर्दा कस्तो हुन्छ? एकदम उपयुक्त। मैले भने नि अबको 20 वर्षपछि हुने कुरो अहिलेदेखि थालनी गऱ्यौँ भने होइन, राज्य संरचनालाई हामीले त्यसको प्रेसर दियौँ भने अनि मात्र बन्ने हो, 81 बन्ने हालत छैन। र मलाई त तपाईँले कतिको महसुस गर्नुभएको छ, बर्दियाको 11 गाविसले त तपाईँको राजापुरलाई मेन भन्सार बनाएर कर्णाली प्रदेशसँग जोड्छु भनेर कनेक्टिभ भुरी गाउँबाट सुर्खेत जोड्ने हिसाबले आफ्नो सर्वे गरेर गरिराखेको छ होइन।
त्यो बेलामा हामी पनि यति भूगोल हामी पनि मिसिन्छौँ हामीलाई पनि यो चिसापानी हुँदै चाहिँ पितमाजा हुँदै माथि घाटा हुँदै अब 11 गाविसलाई टिकाउनु भनेको त अब नौलो भएन नजिक भइसक्यो नि हिजो पो छुट्टै थियो र छुट्टै हो कि भनेर उसको फेरि के छ भने आरक्षण छोडेर जोडेर जानुपर्ने छ यो यताबाट त्यो छैन यसको बेनिफिट त बर्दियाले पनि लिन सक्छ हैन त्यो हुनाले यो मुद्दालाई पनि सँगसँगै जोडेर हामी बस अगाडि छेड्दै गयौँ भने नै सफल हुने एकैचोटि गर्छु भनेर त हुँदैन नि त त्यहाँको पब्लिकको पनि मानसिकता चाहिँ यसो गर्दाखेरि उपयुक्त चाहिँ अनि हाम्रो भलो छ योजना सहित योजना सहित अनि हाम्रो भलो छ भनेर उहाँहरूले पार्यौँ भने उहाँहरूले एक्सेप्ट गर्ने हो नि त त्यो हुनाले गहिरो सूक्ष्म अध्ययन गरेर साना साना कुराहरूलाई बाट प्रभाव पारेर भोलि त्यो पुष्टि हुने किसिमले फेरि छलफल गरायो भने सम्भव पनि छ। हुन्छ हाम्रो समयले पनि यहाँ के अरे बिट मार्ने चाहिँ के अरे अनुमति दिइसकेको छ हाम्रो स्टुडियोमा आइदिनु भयो र समसामयिक छोटो समयमा विभिन्न समसामयिक कुराहरूलाई यहाँ जनताहरूले प्रश्न बुझ्ने गरी प्रश्नाइदिनु भएकोमा यहाँलाई धेरै धेरै धन्यवाद। तपाईँले पनि मलाई बोलाएर चाहिँ तपाईँको स्टुडियोमा आएर चाहिँ स्थानीय सवालका विषयमा मेरा विचारहरू सम्प्रेषण गर्ने मौका दिनुभयो यसको लागि चाहिँ म व्यक्तिगत तर्फबाट यहाँलाई अन्तर्हृदयदेखि धन्यवाद ज्ञापन गर्न चाहन्छु। हस् धन्यवाद नमस्कार। नमस्कार। हामी अहिले यो टिकापुर क्षेत्रकै चित परिचित समाजसेवी जगदीश्वर पण्डितसँग हामी यहाँ मान्डवे टाइम्सको स्थानीय सवालबाट हामी तपाईँहरूमाझ रहेका थियौँ र समयले बिट मारेको हुनाले आजको लागि यो कार्यक्रमबाट हामी बिदा चाहन्छौँ। हस्त नमस्कार।